भुट्टो खान जाम क्या पारी केही हुन्न हिँड्दै आम्ला ल हामी जाँदैछौँ पारी पाडा काटेको छन् अरे अब यसो पाडाको माफी लिन हिँडेछु म मेरो अगाडि माइजू हिँड्नु भएको छ मामा पारी हुनुहुन्छ उसो भए मामासित भेटघाट हुन्छ मेरो हुन्छ सबैसँग हुन्छ डेन्जर छ अब मेरो कुम्लो बोकेको सब अब जान्छ युट्युबमा ठिकै छ पहिला माइजू यता वारपार गर्दाखेरि त गाह्रो भएको थियो होला आजभोलि त खासै पारी जानु पनि पर्दैन हजुरलाई यही रमाइलो छ म त जान्न पारि हनको के छ त हालखबर के भन्छ बेला बेलामा गर्छ त फोन दिनदिनै नि गर्छ उसले त फुर्सद पाए हो पैसा पठाइदिएछ पठायो फेरि पठाउँदैछ अब फेरि माइलो छोरो पनि जाँदैछन् जान पर्यो कि छोराछोरी पाल्न पर्यो आजभोलि जो पनि विदेश भन्छन् नि त्यसको बारेमा के भन्नुहुन्छ हजुरले नजान भन्छु घरै बसेर खेतीपाती धेरै हुनेले यही खेतीपाती गर्ने हजुर डिङ्गा बाछा पाल्ने आफ्नै ठाउँमा परिश्रम गर्ने भन्छु हजुर यता जाने हो हजुर यसो जानुहोस् किन त्यसै उहाँ हो नि त हजुर जानु उहाँ पर ल त्यसो भए हजुरलाई चाहिँ बिदा गरेँ है त मैले यहाँबाट बाई कुकुर छ हाम्रो घरमा 2वटा अनि त्यही मासु खान नपाएर होला माथि जान्छ अलिकति मासु लिएर अब चाहिँ दिएँ भने बस्छ कि भनेर बोरा लिएर आएको छु हड्डीहरू के पाइन्छ गटामगुटुम उठाएर आउँछु म यहाँ चाहिँ सही मासु काट्ने कार्यक्रम हुँदै रहेछ अब हजुरलाई भाइरल बनाउनु पर्यो भनेर डोराउँदै लिएर आउने यहाँ लिएर यस्तो गर्ने के हो खबर केही छैन सरप्राइज दिने 81 कति भाग लगाइयो त 1 2 3 4 5 भाग मात्रै हो तपाईहरुलाई काठमाडौँ जस्तो हो र काठमाडौँ यति हजारको कति पाउनुहुन्छ ल हनकलाई चाहिँ एकदम मिस गरिरहेछौँ हामीले हनक भएको भए एकदम रमाइलो हुन्थ्यो यहाँ अझै सुन्न सुगन्ध हुन्थ्यो अरू त्यस्तै हो डेरुवा अरू सबै घिनाएर गरे भन्जाले सर्लक्क यति मासु निकालेको घरलाई है पाठो हो क्या म मान्छे है सुकुटी बनाएर भुटेर लिएर गर्दा खाएँ नि त मैले त डर उयो काट्न चिरिम खोटाङमा पुरै एक्सिडेन्टमा परेर आएको थिएँ त्यो मासु खाएको त ठिक भयो म त यार मर्केको सड्केकोलाई त ठिक गर्दैन रहेछ मलाई यहाँ गाली भनिदिएर यति मासु घर लिएर आएको गाली भनिदिएर हो मार्न लगाउने फेरि म फेरि युरिक एसिडलाई सिसोबाट भागलाई त्यसको पित्त र मासु खानु पाएपछि त त्यो चाहिँ राम्रो त केही नै होइन क्या आज डुम्सीको मैले खेरै गर्छु अब मलाई डुम्सीको मासु पनि चाहिन्न पर्यो मलाई एउटा पित्त भइपुग्छ कि यिनीहरूले देखेर मैले त यहाँ भित्र गएर आँसै छोडेँ मैले पाल्दै ल्याएको भएपछि हो अहिले यसरी काट्न परेछ तपाईँले भिडियो टिकटक सेक्टर बनाउनु भयो होला हुन्छ मलाई पनि हजुरको दुःख दिएर रुन मन लागिरहेछ अब के गर्ने पिर परिरहेको थियो पिर पर्छ नि अझै पनि अब यस्तो दुःख गरेर लिएर आएको के भएर मर्यो 81 सास फेर्नु बिर्सिएर रुन त अनि एक फेर रोइसकेको रुन मिल्ने भएर रुन है मामा एकदम गुड छ यस्तो मौका आउन्न फेरि त्यस्ता अझ आइमी गएर रोइन्न हामी त छोरा मान्छे छ यहाँ त छोरा मान्छे पो त्यो हेर्ने आइमी होला क्या भन्छ आइमीको अगाडि नरुने मामाको कथा भनेर आउने भयो आइमीलाई जिन्दगी आइमीलाई पनि नरुआउने आइमी गर्ने नरोटी यो हड्डीहरूलाई के गरिन्छ अब हामीले
लानी भए लानी गाई र भाइको माया हामीले यहाँ देख्न सकिन्छ। भाइलाई जाडो भयो भनेर गाईले ज्याकेट लिएर लगाइदिँदैछ। एकदम यहाँ माया प्रेम यस्तो देख्न सकिन्छ। मामा हजुर त्यो त दाउ त भएन गाँठे, हजुर त्यसलाई हान्न लगाएको त भयो। राति भएकोटी काट्नु भान्जा कहिले आएको त? म आज आउँदै हो। भान्जा आयो भनेर हजुरले यस्तो पाडा काटेर स्वागत गरेको। भान्जा आउँदाखेरि अझै बगाएर मार्फत रातो बाँदर त खान्न, ढेडुवा चाहिँ मारे चाहिँ खान्छ। कस्तो म 13 वर्ष भयो युरिक एसिडको औषधि खान छोडेको हो र? केले फालो हो त्यस्तो? त्यही बाँदरले। ओहो, बाँदरको हो त्यस्तो युरिक एसिडको अचुक हो। अनि मैले त अझै पनि मैले त मार्यो भने त पित्त त उसलाई सुनाइदिँदा म चाचो निकाल्ने सबै खाइहाल्ने। मामा के हुँदैछ? किन फुक्नु भएको हो आगो यो राति राति? भुट्टा भुटम भनेर अब आगो सङ्गामी खोजेको सल्केको छ कि नै त आगो? स्यालले मुटिसक्यो। त्यो पकाउने तेलमा ठुलो मान्छेको बल्ल आगमन भयो है। हेलो उहाँ हाम्रो राष्ट्रिय खेलाडी, उहाँ हाम्रो भीम सर राता राता छन्। यहाँ हामीलाई आगो सल्काउन हम्मे हम्मे भइरहेको अवस्था। ल केटाहरूले हाप्यो भने म सल्काइदिन्छु। म आगो सल्काउने एक्सपर्ट हो नि। ग्यासको होला न? होइन होइन, म त आगो सल्काउने एकदम एक्सपर्ट हो। कोइला खाने त्यसै तालु खोइल्याएर केही कुरा सक्सेस भएको छैन। राष्ट्रिय खेलाडी ठिक छ, मैले नि मोबाइल टेर्छन् जस्तो। तपाईँ पनि भ्लगिङतिर हो? दस किलो अन्डा धेरै जम्मा भइदिने हो। त्यो भाइलाई दाउरा अलि लसुन त कुट्नु भएको। लोको हान्नु त। Cheers. यो हो नि त तरिका। मिठो छ ल। पोलेको सेकुवा यो चाहिँ होममेड मामाको स्पेसल अचार है। यो चाहिँ कोरेनमा मात्रै पाइन्छ, अरू ठाउँ पाइँदैन। यो स्पेसल हो।
ल यो हो नि त तरिका यसरी हो नि त खाने ल आमा यो हो नि त ल यति गरिसकेपछि त कस्तो भाइरल नभइयो होला यसरी गाउँमा अझै यो हो कोठामा बसेर खाइयो है कटेज गोटेज गोट प्लस कटेज इज इक्वल टु गोटेज काठमाडौँ